यो पनि मलाई लाग्छ जेनजी युवासँग जोडिएका साथीहरू हुनु होला कि यहाँ कर्णालीका जेनजीको नेतृत्व गर्ने यहाँका युवाहरूले यहाँका पार्टी कार्यालय ध्वस्त गर्ने पार्टीका नेताहरूको परिवारहरू घर चाहिँ के छ सम्पत्तिहरू लुट्ने सम्पत्तिहरू ध्वस्त गर्ने कि कर्णालीका जेनजीको नेतृत्व गर्ने युवाहरूको त्यो लक्ष्य थियो थिएन उहाँकै तर्फबाट थिएन तर त्यो भित्र लुटेराहरू छिरे देशलाई नेपाल राज्यमाथि यो ध्वंस गर्ने डिजाइनकर्ताहरूका एजेन्टहरू डिजाइनकर्ताहरूले तयारी गरेका महिनौदेखि लामो समय तालिम प्राप्त गरेका झुन्डहरू चाहिँ त्यो उत्तेजनामा मान्छेको जब युवाहरूको ज्यान गयो त्यसपछि मान्छेमा एउटा आवेग आयो ठुलो मानिसहरूको भिड आयो त्यो भिडभित्र उत्तेजना फैलाएर अनि जुन घर ककले जलाउने जिम्मा लिएका थिए लुट्न ककले जिम्मा पाएका थिए सिंहदरबार जलाउन कसले जिम्मा पाएका थिए पड्काउन कसले जिम्मा पाएका थिए अदालत त्यसपछि आएर संसद बालो सारा चाहिँ नेताहरू पार्टीहरू त्यो जसले जिम्मा पाएको थियो जिम्मा दिएको थियो त्यो मानिसको भावनामा छिरेर भित्र छिरेर सब ध्वंस भएको छ।